नेपालमा पुरुषहरू यति पीडित छन् हैन, श्रीमती आफ्नो घरमा नै बस्दिदैन, अरू केटासँग मोस गरेर हिँडिदिन्छ, कि केटा छोड कि घर छोड भन्न छोड्दैन, घरै बस्दिन्छ, केटा छोड्दैन। हेर्ने कसैको घर छोड कि केटा छोड भन्नु भने घर छोडिन्छ, केटा छोड्दैन। अनि केटा नछोड्दैछ के हुन्छ, फेरि कि डिभोर्स दे कि घर गएर बस भन्नुपर्छ। अनि त्यो घर पनि गएर बस्दिन, अनि डिभोर्स पनि दिन्न। अनि त्यो एउटा छोरा मान्छेको नि ह्याङ्गिङ पोजिसनमा कति दिन पनि त्यसरी झुन्निरहन सक्दैन के। अनि मान्छेले हत्या जस्तो जघन्य अपराध गरेको कन्डिसनमा पुग्छ के। जसले हत्या गरो, गलत काम लियो नि, त्यो भनेको नि एकदमै लास्ट स्टेज हो के त्यो चाहिँ। ऊ मानसिक टेन्सन के, अब त्यो त्यहाँभन्दा त्यसको उपाय नै नभएपछि उसले खतम गरिदिएको, ऊ पनि खतम म पनि खतम भनेर। यस्ता घटनाहरू भइरहेछन्। त्यही भएर म यो दिदीबहिनीहरूलाई के आग्रह गर्छु भने, दिदीबहिनी होइन, श्रीमतीलाई मात्रै केटी बिग्रिनु मतलब छैन, तर श्रीमती भएपछि बिग्रिनु भएन। बिग्रिने हो भने आफै बुझ्ने, छोडेर हिँड्ने, आफ्नो कोकोला लिने हिँड्ने हो। दुनियाँ चाहिँ नाटक गरेर हाम्रा अगाडि, मेरै अगाडि, मेरो आँखा अगाडि ठाडाखुट्टा लगाएर हँडाएको हेर्न हामी पुरुषहरू चाहँदैनौँ हैन। तिमीहरू राम्रोसँग सप्रेऊ, सच्याउ भने बच्यौ, नभए अब तिमीहरू थच्यौ। अब भन्नु के त यार, एउटा पुरुषलाई पनि बाँच्ने ठाउँ दिनुपर्छ। न नियम कानुनले ठाउँ दिएको छ, न तिमीहरू श्रीमतीहरूले दिन्छौ, न तिमीहरूको श्रीमतीको आफन्तले बाँच्न दिन्छ। अनि त्यहाँबाट मार्छ, ऊ पनि मर्छ या त उजेल जान्छ। कन्डिसन यसरी आइरहेछ। मुजी श्रीमती भनिनेहरू बुझ, मेरो भिडियोले उडुस मरे जस्तो नि गलत आइमीहरू, गलत श्रीमतीहरू मरिरहेछन् अहिलेसम्म मेरो भिडियोले हैन। गलत आइमीहरूलाई त मैले डङ्की डङ हान्दिया छु नि त। तर राम्रो श्रीमतीले मलाई राम्रो भन्नुभएको छ, अहिलेको समसामयिक विषयमा भनेर भन्नुभएको छ। राम्रो श्रीमती, राम्रो महिलाहरूले। यो बुझ्नलाई श्रीगण्ड हुन्छ, नबुझ्नलाई खुर्बाबिड हुन्छ। म त के भन्नु त, ओल्ड वाइज मिलिरहेछ। यो रखेलहरूको नि, भालुहरूको क्याटेगोरिज एउटै हुन्छ, ओल्ड वाइज, ओल्डमै तिनीहरूको कन्डिसन सबैमा मिल्छ। तिनीहरूको भरपुर नेपालमा एउटा भालुको त्यो घटना, मतलब त्यसको लक्षण मिल्यो भने त्यो अमेरिकामा पनि त्यही मिलिरहेको हुन्छ के। एउटै लक्षण हुन्छ कि यिनीहरूको, भालुको क्याटेगोरी एउटै हो क्या त्यो बेला। भालु त ठाउँ घाइतेछन् होइन। तर राम्रो मान्छेहरू चाहिँ नै एकदम राम्रो कुरा उठाउनु भएको छ, भन्नुभएको छ, त्यही हो। तर जे भए पनि गलत काममा नलाग्नु साथीहरू होइन। एकदम राम्रो काम गरेर अगाडि बढ्नुहोस्, पर्खनुहोस्, धैर्य गर्नुहोस्, बिस्तारै सब ठिक भएर जान्छ भन्छु साथीहरूलाई म।